So hello guys, welcome to my vlogs. हजुरहरुलाई स्वागत छ मेरो भिडियोमा। हामी कहाँ जान लाग्दै? चेकसन जान लाग्छ अहिले। हेर्दै गाइस। भिडियो पुरा हेर्दिनु होला गाइस। ए गाइस। आज नयाँ घर बन्दैछ। म पहिले साइकल चलाउँथे यार। त्यही गाइस प्रेमदारी म चिया सुन्दैन ल। यसो चिया सुन्दैन ल। के जानु भनेर भिडियो गर्दै हैन र? यार हातको सिधा। सिधा रहेछ। गाइस हामी चाहिँ आइपुगिसक्यो अहिले। यहाँ चाहिँ धान फलेर गाउँ उब्री जान्छ। हजुर भाइ तिनवटा भिडियो देखाएको छैन। हेर भिडियो त डन्नै। तँ क्या यो कुकुर म हो कुकुर। ए हैन मिलेन छ। पारा भन्ने वाला हेरेको छैन। धीरज डनाको? त्यो खै त्यो धीरज डनाको हो। रोटी टाइम। त्यही हो। बेसी भिडियो न कस्तो पाराले हुन्छ। सब्स्क्राइब गरिदिनु होला। रुख छ। त्यो गाइस मलाई सब्स्क्राइब गरिदिनु होला। है त गाइस। यसै राम्रो छ नि यो पनि। अहिले यहाँ यतातिर चाहिँ आलु फरिला ह। आलु सालु फलेर यस्तो भइरह। है त गाइस। यस्तो भइरहेछ। म्याच देउदै गरिरह। त्यही गाइस। तिमीलाई फर यसो घुम्न गइदिउँ नि त भनेर यहाँ जान लाग्यो हामी चाहिँ। त्यही गाइस है त। भिडियो पुरा हेरिदिनु होला। यहाँ चाहिँ बाल्ला खाने हो कि के यस्तो बाल्ला खानेहरूमा यस्तै छ यहाँ चाहिँ। त्यही गाइस ट्रकिङ छ। हिजोको स्विमिङ पुल देखाएको थिएँ नि हामीले। त्यो चाहिँ उयो हो कि गाइस यही छ पर स्विमिङ पुल। हिजो मैले हिजो चाहिँ म पल्लोपट्टिबाट गएको थिएँ। त्यही भएर हिजो पल्लोपट्टिबाट गएको भएर यहाँ यस्तो आएको थियो। अनि त्यो हिजोको घ्याम्पे डाँडा हेर्दाखेरि माथितिर। त्यही गाइस प्रेमदा उता आउँदै हुनुहुन्छ। भिडियो चाहिँ अति लङ हुनसक्छ क्या। त्यही भएर अब कट गरी गर्नु पर्यो। तिमीलाई यहाँ आउँदै हुनुहुन्छ। यहाँ चाहिँ मूर्तिहरू केहरू बन्छ यहाँ चाहिँ। को हो दाइ तपाईँ? तपाईँ कहाँबाट आउनु भयो? हल्का मजा चाहिँ गर्नुपर्छ होइन दाइ? हल्का मजा। हामी त्यस्तो दाजुहरूमा ठिकै हुन्छ होइन दाइ? कनाउनै जन्मे कनाउनु पर्छ होइन गाइस? कनाउनु पर्छ अलिअलि। सो गाइस यहाँ चाहिँ स्कुटी रहेछ। मैले यस्तो स्कुटी किन्नु भनेर हिँड्दैछु आजकल चाहिँ। एक्सपल्सर स्कुटी। स्कुटीको कन्डिसन चाहिँ चक्की छ नि। यो बिरुवामा चाहिँ फुल फलिरहेको छ। बिरुवा के अरे रुखमा है त गाइस। यो आँपको हो कि लिचीको हो त्यस्तै के बिरुवा होला। दार्जिलिङ हाइट रे। फाइनली गाइस हामी चाहिँ दार्जिलिङ हाइट पुग्न आँटिसकेको छौँ। त्यही गाइस है त गाइस। हाम्रो आज यात्रा चाहिँ त्यो यो बिचको डाँडासम्म पुग्ने हो दाइ होइन त दाइ? ओ दाइ हामी चाहिँ त्यो बिचको डाँडामा पुग्ने अवस्थाले हिँड्ने होइन हामी। कन्डिसनले हिँड्ने हो। त्यो मन्दिर सन्दिर पनि देखाउँछ हजुरहरूलाई। त्यो मन्दिर छ नि सानो खालको हो। ठुलो छ त्यहाँ तर हजुरहरूले पनि देखाउँछ है त गाइस। हेर्दै गर्नु होला पुरा भिडियो। भिडियो लङ हुन्छ तर त्यो पुरै भिडियो के बनाउनु त्यस्तै हो गाइस। हेर्दै गर्नु होला है त गाइस। हामी चाहिँ यहाँ आइसकेको छौँ।
दार्जिलिङ ठ्याक्कै यो भिआइपी घरमा आइसकेको छ हामी चाहिँ त्यही गाइस हामी चाहिँ भिआइपी घरमा आइसकेको छौँ अन्त त टन्नै घुम्ने कन्डिसनले हिँड्यौँ हामी चाहिँ आज अन्त त्यही गाइस पुरै हेर्दै गर्नु होला अन्त गाइस सासले बोल्दै बोल्नु भने हल्का ठुलो हिजोको साउन्ड सानो आयो होला गाइस माइन्ड नगर्नु होला त्यही गाइस मैले एडिट गर्दा चाहिँ हल्का गाह्रो लाग्यो टाइम धेरै लागेको थियो त्यो अनुसार त हजुरहरूले बुझिदिनु होला मेरो पीडा होइन त भाइ के छ ठिक छ हेर ल ब्लग त्यही गाइस भाइले नि हेर्छ बेलुका निङ्गार भाइ निङ्गार यस्तो कति खाइरहेको ओ यहाँ यो ठाउँ कट्टी खालको कट्टी छ तिमीलाई गीत सुनियो गाइस गीत मिलेन लेभल तेरो बाउ बोला बाउको गाजा खाए यसको बाबा हो यसको बाबा अरे यहाँ चाहिँ यो चक्की कन्डिसन छ कि यहाँ चाहिँ होटल हामी अस्ति छिरेको थियो यहाँ हेर्नुलाई दाइ हेर्दै यो चाहिँ मेरो साथीको दाइको बाइक थियो होला त्यही गाइस हामी चाहिँ कहाँ हिँड्यो त हेर्दै भिडियो पुरा हेरिदिनु होला के छ